पढाउ चाहिँ त्यहाँ पनि छ त नि त्यहाँभित्र छ कि छैन ओ माई गड बालो कुर्दा कुर्दा हामी थाकिसक्यो डिएमबी अफिसबाट फर्केपछि चाहिँ हाम्रो काम ग्रोसरी आएको हामी यहाँ 3 बोरा चामल छ हाम्रो यहाँ हामी चाहिँ अपना बजार आएको थियौँ तपाईँलाई यहाँ आउँदाखेरि चाहिँ के लाग्छ भने ठ्याक्कै तपाईँ चाहिँ इन्डियातिर आउनुभयो चाहिँ क्या हो भन्ने लाग्छ कि सब सामान पाउँछ यहाँ चाहिँ हुन्छ है कसले भन्छ हो अमेरिका भनेर नि त सब इन्डियनहरू छन् बङ्गालीहरू म चाहिँ यहाँ अहिले कुरिरहेको छु हस्बेन्डलाई जेरी ल्याइदिन्छु भनेको थिएँ त्यही भएर मेरो बुढाले जेरी लिएर आयो होइन खै कता गयो स्कुल ब्याग स्याग बोकेर होइन यहाँ अब उबरको प्रतीक्षामा छौँ है हामीहरू बाइकमा चाहिँ उबर आएपछि हामी उबरमा चढेको होइन हेर्नु न उबरमा त कोरोनाको टाइम जस्तो पुरै ब्लक गरे रहेछ किन यस्तो गरे होला भनेर मैले सोच्दै थिएँ र मेरो फेरि हस्बेन्डलाई चाहिँ जतिखेर नि कानमा लगाइराख्नुपर्छ होइन मलाई चाहिँ त्यो गरेको देखेर अचम्म लागिरहेको थियो कि यो ड्राइभरले किन यस्तो ब्लक राखिरहेछ भनेर म सोचिरहेको थिएँ अनि सोच्दै यस्तो पानी पनि परिरहेको थियो बाहिरको मौसम पनि हेर्दै इन्जोय गर्दै हामी चाहिँ घर पुग्यौँ थ्याङ्क यू